8 वर्षको हुँदाखेरि म यहीँ बस्थेँ र मेरो घर यही हो हैन। म 8 वर्षको हुँदाखेरि यहाँ कोही पनि बस्दैन थियो। म एक्लै यो ठाउँमा बस्थेँ। भेडाहरू माथि लाग्न हुन्थ्यो, माथि काँदा काँदा अघि लाग्ला, जहाँ जुन यो देखिरहेको डाँडो छ नि, यो डाँडा माथि हुन्थे भेडाहरू। अनि यो पारीको डाँडा माथि पनि हुन्थे, यो डाँडा माथि ऊ त्यहाँ हुन्थे। अनि म यहाँ बिहाको भेडहरूलाई हेरेर बस्थेँ। 8 वर्षको हुँदाखेरि म स्कुल जाने उमेरमा मैले भेडीगाहरू लागेको थिएँ त्यो उमेरमा। र त्यस्तै गरी मैले 9-10 वर्षसम्म पनि मैले यहीँ बसेर भेडा हेरेको हो। अनि अहिले पनि म भर्खर अस्ति आएको तलबाट 12को एक्जाम दिएर आएँ। अनि यतातिर त्यही हो, लेकतिर अब मान्छेहरू त्यति जस्तो पारेर नबस्ने। अनि तर मेरो मम्मी बाबा चाहिँ हिउँद बर्खा यहाँ बस्नुहुन्छ। यहाँ एकदम ठन्डा चिसो हावा पनि पाइन्छ। हिउँ आयो भने पनि पुरा मान्छे डुबाउने, बाहिर आउनै असम्भव। सबको धेलासम्म नि हिउँ आएको हुन्छ। आज यहाँ गहुँ डाँसिरहेका छन्। अनि पानीको धाराहरू चाहिँ यहाँनिर हो, यो धारा भयो पानीको, पानी त्यहाँनिर आइरहेको छ। र अनि पहिले चाहिँ पानी ल्याउन उता एउटा नाउला पुग्नु पर्थ्यो, अहिले चाहिँ यहीँ छ। अनि पारीको जङ्गलहरू अहिले निकुञ्जले लगिसक्यो। त्यहाँ भेडाहरू चराउनलाई पुर्जी काट्नुपर्छ। अनि यही ठुला ठुला रुखहरू अहिले सुकिसकेका रहेछन्। पहिला ओखरहरू फल्थे, अहिले भर्खर ओखरहरू फल्न लागेका छन्। स्याउहरू पनि भर्खरै पलान लागेका छन्, यो स्याउको बगैँचाहरू छ। अनि यहाँ सबै खेतीहरू पनि हुन्छ, तर मान्छेहरू धेरै लगाउँदैनन्, यहाँ बसोबास धेरै गर्दैनन्, त्यही भएर पनि हो। अनि यतातिर पुरै हाम्रो मौराका घाराहरू छन्। यसरी मौराहरू यतै चलिरहन्छन्, तर मौराले चिल्छन्। त्यही म उता गइनँ हैन, मौराले टोक्छ। त्यस्तै गरी यहाँ हाम्रो सानसानो ग्रिन हाउस छ, त्यहाँ खुर्सानीहरू लगाइरहेका छन्, प्याजहरू लगाएका छन्, लसुन, त्यस्तै आरु, त्यस्तै यहाँ खुर्सानीहरू रोपिएको छ। यहाँ साग भने आजभोलि यहाँ आलुहरू पनि यता लगाइरहेका छन्, तर आलुका बोरा भर्खरै लाग्दैछन्। जे पनि अहिले फल्न लागेको छ, तर फलेको छैन भने सिमीहरू चाहिँ यो धान यो गहुँहरू काटिसकेपछि यस गरामा सिमीहरू बोछन् भने उतै डाँडाको हाम्रो गरा हो, त्यो गरामा अहिले आलु बोइरहेका छन् अथवा आलु लगाएको छ। त्यही हो, आजभोलि लेकतिर कोही पनि छैन, एक्लै छु म यहाँ, एक्लै छु आजभोलि पनि। आज मेरो मम्मी बुवा तर हिउँद बर्खै सधैँभरि यहीँ बस्नुहुन्छ। हाम्रो औलोमा जग्गाहरू छैन, हाम्रो भएको जग्गाहरू भनेको यही घर वरिपरिको जग्गा हो। त्यही भएर एकछिन मौराले टोक्छ। यताको सब हाम्रो जग्गा हो यो। यतातिर आजभोलि गहुँ खेती भइरहेको छ, गहुँ लगाएका छन् भने केही गहुँ पाकिसकेका पनि छन् भने यो ओखरको रुख हो। अहिले ओखर पनि भर्खरै लाग्दैछन्, हारे ओखर हो, दाँते ओखर चाहिँ होइन। अनि भने यतातिर पुरै यो मौराको घाराहरू छ। अनि यो हाम्रो तलतिर भयो, यता पछाडि पनि मौराको घाराहरू छ। आजभोलि चाहिँ मह गाड्न मिल्दैन, आजभोलिको मह मिठो हुँदैन रे, त्यही भएर हो। पुरै यतातिर मौराका घाराहरू छन्। अनि यतातिर पुरै स्याउको बगैँचाहरू हो, अहिले भर्खरै स्याउ सानो लाग्दैछन्। अनि त्यही हो साथीहरू है, यतातिर एकदम राम्रो छ, हावापानीको लागि एकदम राम्रो छ। दाउरा नजिकै, पानी नजिकै भने एकदम ठन्डा चिसो हुन्छ, त्यही भएर हो। अहिले पनि मैले यति बाक्लो लुगा लागेको छु, यो ज्याकेटहरू लागेको छ। अहिले अझै घाम लागेको छ, त्यति जाडो मानिँदैन। बिहान र बेलुका भने अत्यन्तै चिसो हावा पनि पाइन्छ। यो पारिदेखिको जिउला यो सेरा हो। अघि म त्यहाँ गएको थिएँ बाँदर खेल्नको लागि भने यतातिर धेरै जस्तो मानिसहरूको बसोबास चाहिँ हुँदैन। धेरै मान्छेहरूले अहिले बसाइसराई उच्च शरीर कोही तराईतिर झरिसकेका छन् भने, अनि कोही मान्छेहरू त्यस्तै बस्छन्। हामी जस्तो परिवार, गरिबी, आर्थिक अवस्था कमजोर भएको परिवार चाहिँ यस्तै ठाउँमा बस्छौँ भने अरू पनि त्यस्तै खेतीयोग्य जमिनहरू भएका मान्यहरूले पनि बस्नु त बस्छन्, तर जमिनहरू पुरै खेतहरू पुरै अहिले बाँझै छ भने यतातिर गहुँ लगाएको खेतहरू पनि केही फरक देखिन्छ। त्यही सबैजनाले एकाको जमिन जग्गाहरू बेचेर
तराईतिर झरिसकेछन्। तर हाम्रो परिवार चाहिँ सधैँ यहीँ बस्ने हो। तराईतिर सबै किनेर खानुपर्छ भने यहाँ आफै उत्पादन गरेर स्वच्छ हावापानी आनन्द जीवन बिताउन सकिन्छ।